नमस्कार दर्शकवृन्द, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानल अनि फेसबुकमा हार्दिक स्वागत छ। दर्शकवृन्द, नेपाल प्रिमियर लिग एनपिएलको पोइन्ट्स टेबल धेरै नै रोमाञ्चक बन्दैछ र टप 4 को समीकरण पनि उस्तै नै रोमाञ्चक बन्दैछ। प्लेअफ पुग्नको लागि होडबाजी नै चलिरहेको छ। टिमहरू बीच कुन टिमको सम्भावना कति छ, कुन 4 टिम फाइनलिस्ट प्लेअफमा पुग्न सक्नेछन्, यो विषयमा हामी चर्चा गर्ने नै छौँ। भिडियोलाई पुरै हेरेर लाइक, सब्स्क्राइब अनि फलो पनि गर्न नबिर्सिनुहोला। नम्बर 7 जनकपुर बोल्ट्स। जनकपुर बोल्ट्स लास्ट सिजनको च्याम्पियन टिम पनि रहेको छ र यो सिजन भने 4 खेल खेलिसक्दा पनि 4 खेलमा नै हार बिहोरेको छ र जित निकाल्न सकेको छैन। पोइन्ट्स टेबलको पुच्छारमा छ। अब खेल भनेको उसको बचेको छ 3 वटा। हरेक टिमहरूले 7-7 वटा म्याच खेल्न पाउनेछन् र यो सिंगल राउन्ड रबिनको आधारमा खेलाएको छ। जनकपुरको भागमा अब मात्र 3 खेल बाँकी रहेको छ। 3 खेलमा 3 खेल जितेको खण्डमा हुन्छ 6 पोइन्ट। यो लगभग इम्पोसिबल नै मानिन्छ अरू टिमहरूको पोइन्ट्स टेबलको कम्पेयर गर्दा। नम्बर 7 पोखरा एभेन्जर्स। पोखरा एभेन्जर्सले पनि 4 खेल मध्ये 1 खेल मात्र जितेको छ भने 3 मा हार बिहोरेको छ र पोइन्ट्स टेबलमा छ 2 पोइन्ट। अब बाँकी खेल बचेको छ 3 वटा। 3 वटै खेल जितेको खण्डमा पोखराको हुन्छ 8 पोइन्ट। यो पोसिबल छ प्लेअफ पुग्नको लागि, किनभने यहाँ 8 पोइन्ट भएको टिमहरू पनि प्लेअफमा पुग्न सक्छन् रन रेट बेटर बनाएको खण्डमा। अर्को नम्बर 6 कर्णाली एक्स। कर्णाली एक्सले 5औं खेल खेलिसक्दा 4 मा हार र 1 खेलमा जित निकाल्दै पोइन्ट्स टेबलमा 2 पोइन्ट्सले खाता खोलिसकेको छ। अब 2 खेल बाँकी रहेको छ। 2 खेलमा 2 नै जितेको खण्डमा 4 + 2 = 6 पोइन्ट भयो भने यो पनि इम्पोसिबल नै मानिन्छ। र त्यस्तै गरी अब हामी जाम नम्बर 5 लुम्बिनी लायन्स। लुम्बिनी लायन्सले पनि 5 वटा खेल खेलिसक्दा 3 मा हार र 2 मा जित निकाल्दै पोइन्ट्स टेबलमा 4 पोइन्ट्सले खाता खोलेको छ। तर रन रेट भने -0.88 रहेको छ। अब बाँकी रहेको 2 खेलमा 2 नै जितेको खण्डमा 4 + 4 = 8 पोइन्ट हुनेछ र यो पोसिबल छ भनौँ प्लेअफ पुग्नको लागि। अनि नम्बर 4 चितवन राइनोस। चितवन राइनोसले 4 खेल खेलिसक्दा 2 मा जित 2 मा हार बिहोर्दै उसको रहेको छ 4 पोइन्ट। अब बाँकी खेल 3 वटा। 3 मा 3 नै जितेको खण्डमा 6 + 4 = 10 पोइन्ट। यो त झन् बेटर भइहाल्यो प्लेअफ पुग्नको लागि। अनि नम्बर 3 विराटनगर किङ्स। विराटनगर किङ्सले 5 खेल खेलिसक्दा 4 मा जित र एउटामा मात्र हार बिहोर्दै 8 पोइन्ट्सका साथ टेबलमा छ। अब बाँकी खेल 2 वटामा 2 मा 2 जितेको खण्डमा 4 = 8 = 12 पोइन्ट्स। यदि हारेको खण्डमा 8 मा नै सीमित हुने हुँदा अरू टिममा पनि भर पर्नुपर्ने हुन्छ म्याथमेटिकल हिसाबमा। र नम्बर 2 अनि अब हामी कुरा गरौँ नम्बर 2 काठमाडौँ गोर्खास। काठमाडौँ गोर्खासले सबैभन्दा धेरै खेल खेलिसकेको छ। 6 वटा खेल खेलिसक्दा 4 मा जित र 2 मा हार बिहोर्दै पोइन्ट्स टेबलमा 8 अङ्कले खाता खोलेको छ। बाँकी खेल एउटा मात्र बचेको छ। जितेको खण्डमा 2 + 8 = 10 पोइन्ट्स। यदि हारेको खण्डमा 8 पोइन्ट नै सीमित रहँदै अन्य टिमहरूमा भर पर्नुपर्ने हुन्छ। र नम्बर 1 सुदूरपश्चिम रोयल्स। सुदूरपश्चिम रोयल्सले पनि 5 खेल खेलिसक्दा सबै खेलमा जित निकाल्दै पोइन्ट्स टेबलको टपर बन्दै 10 पोइन्ट्सले खाता खोलेको छ। प्लेअफमा पुगिसकेको छ। प्लेअफमा पुग्ने एनपिएलको सबैभन्दा पहिलो टिम नै सुदूरपश्चिम रोयल्स हो। अब सरस्वती हेर्दा मेरो विचारमा प्लेअफमा पुग्ने 4 वटा टिमको कुरा गर्ने हो भने सुदूरपश्चिम रोयल्स, 2 नम्बरमा काठमाडौँ गोर्खास, 3 नम्बरमा विराटनगर किङ्स र नम्बर 4 को लागि भने यहाँ भिडन्त हुनेछ है दर्शकवृन्द। यो मेरो एनपिएलको टप 4 को समीकरण। तपाईँहरूलाई कस्तो लाग्यो र तपाईँहरूको विचारमा प्लेअफ खेल्ने 4 वटा टिम को हुन सक्छन् हाम्रो कमेन्टमा आफ्नो प्रतिक्रिया दिनुहोला। र अब हामी अर्को भिडियो नेपाल प्रिमियर लिग म्याच नम्बर 20 जनकपुर बोल्ट्स भर्सेस चितवन राइनोसको पोस्ट म्याचको रिभ्यू लिएर आउनेछौँ। त्यतिखेरको लागि हामीलाई बिदा दिनुहोस्। अहिले भने हामी बाई बाई।